आज मिति 2082 साल फागुन 17 गते सोमबारका दिन उदयपुरको सदरमुकाम गाईघाटमा अवस्थित क्यास कम्प्युटर ट्रेनिङ सेन्टरमा संस्कृतिको संरक्षण र प्रवर्धन गरौँ भन्ने मूल नारासहित होली विशेष शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम उत्साहका साथ सम्पन्न गरिएको छ। कार्यक्रमको मुख्य उद्देश्य केवल रङ खेल्नु मात्र नभई आपसी सद्भाव, एकता र सांस्कृतिक मूल्यप्रति सम्मान प्रकट गर्नु थियो। विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूबीच अबिर गुलाल सटासट गर्दै शुभकामना आदान प्रदान गरिएको दृश्यले सम्पूर्ण वातावरणलाई आत्मीय र उल्लासमय बनाएको थियो। यस अवसरमा संस्थाले सम्पूर्ण विद्यार्थीहरूलाई होली प्रिन्ट टी सर्ट वितरण गरी पर्वको उमङ्गलाई अझ रमणीय बनाएको थियो। एउटै पहिरनमा सजिएका विद्यार्थीहरूको एउटै भावना, एकता त्यही देखिन्थ्यो। कार्यक्रम अन्तर्गत गीत, सङ्गीत, नृत्य र अन्य प्रस्तुति प्रस्तुत गरिए जसले वातावरणलाई थप जीवन्त बनायो। विद्यार्थीहरूले सक्रिय सहभागिता जनाउँदै आफ्नो प्रतिभा देखाए जसले उनीहरूमा आत्मविश्वास र सहकार्यको भावना बढाएको देखिन्थ्यो। होली पर्वको ऐतिहासिक र धार्मिक महत्त्व गहिरो छ। हिन्दू धर्मग्रन्थमा वर्णन भए अनुसार असत्य र अहङ्कारमाथि सत्य र भक्ति विजय भएको स्मरणमा यो पर्व मनाइन्छ। प्रहलादको अटल विश्वास र होलिकाको दहनसँग जोडिएको कथा आज पनि सत्यको पक्षमा उभिन हौसला दिन्छ। साथै वसन्त ऋतुको आगमनसँगै प्रकृतिमा देखिने नयाँपन र रङ्गीन वातावरणले पनि होलीलाई उत्साह र नवीकरणको प्रतीक बनाएको छ। यस संस्थाले विगतदेखि नै राष्ट्रिय तथा सांस्कृतिक पर्वहरू मनाउँदै परम्परालाई निरन्तरता दिँदै आएको छ। यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता, समूहमा काम गर्ने बानी, समयको महत्त्व र सामाजिक व्यवहार जस्ता जीवन उपयोगी गुणहरूको विकास गराउँछन्। शिक्षा केवल पाठ्य पुस्तकमा मात्र सीमित हुँदैनन्, व्यवहार, संस्कार र जिम्मेवारीको अभ्यास पनि उत्तिकै आवश्यक हुन्छ भन्ने सन्देश यस कार्यक्रमले दिएको थियो।